पर्दैमा त्यत्रो रिसै छ भने बरु फुटाएर बनाइदिनु। अब त्यस्तो रिसै छ भने बरु त्यतिसम्म नसराप्नु क्या। म्याङ्गो हुन्छ नि जस्तो अब म्याङ्गो तपाईँ ए होइन एप्पल 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 तुमसे ना हो पाएगा। होइन होला कुनै बोलो फेरि यो यसलाई खासमा बनाना पनि भन्छ होइन एप्पल पनि भन्छ अनि के भन्छ ए सुसु भित्र बेटे बच्चा तपाईँहरूले के भन्छ भनिदिनु है कमेन्टमा। हाम्रो सरले चाहिँ जे नि भन्दो रहेछ होइन। म्याङ्गो तपाईँहरू चाहिँ के तीन थरी भन्छ यसलाई अब तपाईँहरू चाहिँ के भन्नुहुन्छ होइन टक्क कमेन्टमा कमेन्ट गर्नु होला होइन। हाम्रो सरले चाहिँ अब पायो भने जे नि भन्छ। त्यो मान्छेले अब यो मान्छेले अब भैँसीलाई त कति सेतो ओ माई गड भनिदिन्छ होइन। चस्माले हो सर चस्मा लगाएपछि अब चस्मै अनि कति 70 करोडको चस्मा थियो त त्यो डोना थापाले दिएको अनि चस्मा लगाएर टक्क बाटो निस्क्यो है भैँसी रहेछ क्या गाउँलेको भैँसी हेर्छु त साला सेतो देख्छु यसो भैँसी त कालो हुनुपर्ने डाक्टर शशाङ्कको गाउँले भिल्लाको भैँसी उम्केर आयो क्या जस्तो लागेको छ होइन। त्यही भएर त्यसैले सेतो हुनुपर्ने हो अब जस्तो लाग्छ मलाई चाहिँ। कसरी सेतो भयो भन्ने खोजेँ मैले त्यो मान्छे नि अब सक्यो अब हुन्छ नि हाम्रो गाउँमा त कालै मात्रै छ भैँसी। तर यो मान्छेले डोना थापाले दिएको चस्मा प्लस अनि डाक्टर शशाङ्कको जिग्रीको गाउँले भिल्लाको भैँसी चाहिँ खुस्केर आएपछि यो मान्छेले सेतो भैँसी देखायो अरे होइन। जस्तो अब ओल्ड रेकर्डै हो यो चाहिँ। हुन्छ नि अब जे होस् अब नेपालमा ओल्ड रेकर्ड राख्ने मान्छे चाहिँ यही नै हो है। अब भैँसी सेतो देखेर हेर्न सक्नुहुन्छ तपाईँहरूले। आजको लागि यति नै बाई बाई।